आजको वचन आशाको सन्देश नेपालद्वारा प्रकाशित दैनिक उपासना पुस्तिकाबाट आजको सन्देश। क्रिस्चियन जस्तै व्यवहार गर्नुहोस् र प्रतिक्रिया जनाउनुहोस्। जय मसीह। आज बिहिबार जुलाई 30 तारिक साउन 14 गते। आजको बाइबल खण्ड मत्तीको पुस्तक 5 अध्यायको 21 र 22 पदबाट रहेको छ र यहाँ यसरी लेखेको छ, तिमीहरूले सुनेका छौ यसो भनिएको थियो, तर म तिमीहरूलाई भन्दछु। 19औं शताब्दीको अन्त्यतिर इभान पावलोभ नामक एक रुसी चिकित्सकले कुकुरहरूसँग गरेको प्रयोगको लागि नोबेल पुरस्कार जिते। तिनीहरू सबैमा एउटा कुरा समान थियो, खाना देख्दा तिनीहरूले रियाल निकाल्थे, तर तिनीहरूको रियाल अर्कै कुनै उत्तेजनाको कारणले पनि सृजना हुन सक्छ कि भने पावलोभ पत्ता लगाउन चाहन्थे। त्यसैले उनले कुकुरहरूलाई खुवाउन अघि घन्टी बजाएर तिनीहरूलाई तयार पारे। अन्ततः खानाको घन्टी बजाउनाले तिनीहरूमा रियाल निकाल्यो। खाना नदिए तापनि पावलोभले यो कुरालाई सिकिएको प्रतिक्रियाको रूपमा उल्लेख गरे। हामी सबै सचेत वा अवचेतन रूपमा हाम्रो सम्पूर्ण जीवनभरि सिकाइएका छौँ। हाम्रो धेरै जसो व्यवहार ती सिकाइएका प्रतिक्रियाहरूद्वारा निर्देशित थिए। कतिपय सिकिएको प्रतिक्रियाहरू लजाउँदा गाला रातो भए जस्तै सामान्य र स्वाभाविक हुन्छन्। अरूहरू तपाईँको पीडालाई भुलाउन मादक पदार्थ पिए जस्तै विनाशकारी हुन्छन्। तर सचेत वा अवचेतन, हानिरहित वा हानिकारक जे भए तापनि एउटा कुरा निश्चित छ, हामीले थाहा पाएको भन्दा हामी धेरै सिकाएका छौँ वा प्रभाव पारिएका छौँ। अनि हाम्रो आत्मिक विकासको एउटा आयाम परमेश्वरको अनुग्रहले पुनर्संरचना भइरहेको छ। येशूले भन्नुभयो, तिमीहरूले सुनेका छौ यसो भनिएको थियो, तर म तिमीहरूलाई भन्दछु। येशूले यो कथन बारम्बार प्रयोग गर्नुभएको छ। उहाँले के गर्दै हुनुहुन्थ्यो? उहाँले पुरानो करारका अर्थमा प्रयोगहरूलाई हटाउँदै नयाँ करारका सत्यताहरू पुनर्स्थापना गर्दै हुनुहुन्थ्यो। यो अब आँखाको बदला आँखा रहेन। येशूले त्यसलाई अर्को गाला पनि थपिदेऊका रूपमा ल्याउनु भयो, जसका लागि पुनर्संरचना गरिएका प्रतिक्रियाहरू आवश्यक पर्छन्। यो कुरा तपाईँले मत्तीको पुस्तक 5 अध्यायको 38 र 39मा हेर्न सक्नुहुन्छ। कहिलेकाहीँ क्रिस्चियनले जस्तै प्रतिक्रिया जनाउनु भन्दा क्रिस्चियन जस्तै व्यवहार गर्नु धेरै सजिलो हुन्छ। हाम्रा प्रतिक्रियाहरूमा यो परिवर्तन कसरी हुन पुग्छ त? पवित्र आत्माद्वारा। हामी सबै उहाँको रूपमा बदलिँदै जान्छौँ। परमप्रभुबाट यो आउँछ जो आत्मा हुनुहुन्छ। यो कुरा तपाईँले दोस्रो कोरिन्थीको पुस्तक 3 अध्यायको 18 पदमा हेर्न सक्नुहुन्छ। यदि हामीले उहाँलाई अनुमति दियौँ भने मात्रै पवित्र आत्माले हामीमा ख्रिस्ट जस्तै चरित्र निर्माण गर्न सहायता गर्नुहुन्छ। आमेन। परमेश्वरले यहाँहरू सबैलाई धेरै आशिष दिउन्। जय मसीह। आजको वचन नेपालमै सर्वाधिक पढिने र सुनिने दैनिक उपासना पुस्तिका। हाम्रो ठेगाना आशाको सन्देश नेपाल, नखु, ललितपुर। मोबाइल नम्बर 98082048 04870। इमेल ठेगाना mos.radioministry@gmail.com। आफू सुन्नुहोस् र आफ्ना मित्रहरूलाई पनि सुन्ने सल्लाह दिनुहोस्। तपाईको आजको दिन आशिषमय रहोस्। जय मसीह।